यो हामीले यो कर्णाली फन पार्कको विषयमा हामी समस्त हामी चाहिँ के अरे हाम्रो शुभचिन्तक अब यो कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी स्वदेश तथा विदेशमा बस्नु सम्पूर्णलाई यो हामीले जानकारी गराइ पनि रहिरहेको छौँ। हामी गराउने क्रममै हामी स्टेप बाई स्टेपमा पनि आज हामी तपाईँलाई यो बारेमा हामी जानकारी गराउँदैछौँ। अहिले म जुन स्थानमा छु यो स्थान भनेको हाम्रो चाहिँ यो कर्णाली फन पार्कको चाहिँ गार्डन हो। यो यहाँ चाहिँ के छ भने मैले योभन्दा अगाडिको उसमा भिडियो पनि भनेको छु। यो चाहिँ हाम्रो कर्णाली प्रदेशको 10वटा जिल्लालाई चाहिँ एउटा जिल्लामा पाइने कुरालाई एउटा परिकल्पना गरेर यही हाम्रो यो जिल्लामा यो पाउँदो रहेछ, यो जिल्लामा यो पाउँदो रहेछ भन्ने साना बाबु नानीदेखि सबैलाई थाहा नभएको मान्छेलाई थाहा होस् भन्नको लागि मैले यसै यो सूचनालाई माध्यम बनाएर म यो चाहिँ जानकारी गराउन चाहँदैछु। जस्तै हामीले त्यहाँ देख्नु चाहिँ हाम्रो चाहिँ के अरे यो कर्णाली प्रदेशमै पाउने चाहिँ रेड पान्डा भयो, त्यसपछि गएर यो चाहिँ हाम्रो हिमाली इलाकामा पाउने डाँफे के अरे मयूर भइहाल्यो। त्यसपछि मैले अस्ति नै भनेको थिएँ यो हाम्रो यो कर्णाली प्रदेशमा मात्रै हो, कर्णाली प्रदेशमा पनि विशेष गरेर यो दैलेख सुर्खेतमा चाहिँ यो राउटे समुदाय अब नेपालको जनसङ्ख्याको एकदम पर्सेन्टमा पनि नआउने यो चाहिँ समुदाय ले उहाँहरू चाहिँ अब एउटा चाहिँ जङ्गलमा बस्ने, जहाँ चाहिँ एउटा हामीले पहिलाको एउटा पनि भनेको थियो नि, जस्तै वीरेन्द्र सरकारले नेपालको कुन ठाउँमा गएर कस्तो ठाउँमा तिमीलाई चाहिँ बस्न मनपर्छ त्यही नै ठाउँको म तिमीलाई जमिन उपलब्ध गराउँछु भन्दाखेरि पनि त्यतिखेरको राजा वीरेन्द्रलाई राजा सरकार हामीलाई चाहिँ बस्ने चाहिँ ठाउँ नदिए, हामीलाई चाहिँ जङ्गल दे भनेर त्यो खालको उनीहरूको चाहिँ माग भएको थियो भन्ने हामी चाहिँ एउटा दन्ते कथा भनेर पुरानो मान्छेहरूबाट त्यो हामी सुनिरहेको हुन्छौँ। भने उहाँहरूको बसोबास भनेको जङ्गलमै बस्ने, विशेष गरेर उहाँको चाहिँ खाने भनेको चाहिँ विशेष गरेर सिकारको रूपमा उहाँले चाहिँ बाँदर र ढेडोरलाई चाहिँ उहाँले चाहिँ लखरी मारेर चाहिँ खाइरहेको हुन्छ। उनीहरूले बनाउने भनेको आफूसँगै भएको स्रोत साधनलाई प्रयोग गरेर काठको विभिन्न खालको चाहिँ चिजहरू बनाउनु भएको हुन्छ। हो त्यही चिजहरूलाई बनाइरहेको छ। जस्तै यहाँ देखिरहेको छ यो चाहिँ अब यो के अरे राउटे महिलाहरूको चाहिँ एउटा चाहिँ गतिविधि, उहाँले दैनिक गर्ने क्रियाकलापहरू, उहाँहरूको वेशभूषा, उहाँको चाहिँ ड्रेसअप, उहाँको चाहिँ लाउने कपडाहरू भयो। त्यसपछि अब यो चाहिँ बाहिर चाहिँ सिकार खेल्न गइरहेको चाहिँ राउटेले लिएर आएको चाहिँ अब हान्ने चिज पनि यही नै हो जुन यहाँ देखाइरहनु भएको छ। यसैले मार्ने उहाँहरूले एउटा उहाँले त्यहाँ जाल पनि थापिरहेको हुन्छ, मादल लखेर त्यो जालमा चाहिँ छिराइसकेपछि अनि उनीहरूले के गर्छ यसरी चाहिँ मार्ने चाहिँ अब यो चाहिँ हतियार भइहाल्यो। अब यसरी चाहिँ मारेर लिएर आउने, अब यसरी चाहिँ बसेर चाहिँ बच्चाहरूलाई चाहिँ खेलाएर राख्ने, अनि त्यसरी गरेर खेलाउनाहरू, यो उनीहरूको आफ्नो चाहिँ एउटा आफ्नो छुट्टै खालको पहिचान छ, छुट्टै तरिकाबाट अब यो समाजभन्दा पनि अलग्गै गरेर बस्ने त्यस्तो खालको उहाँहरूको चाहिँ परम्परा। अब त्यो उनीहरूको आफ्नो जुन चाहिँ परम्परा शैली छ अहिले पनि त्यो चाहिँ उनीहरूले उहाँ चाहिँ छोडिसकेको अवस्था छैन। अब अहिले विभिन्न जनचेतना धेरै मान्छेले साक्षरता बनाउँदै जान्छ। अहिले चाहिँ केही चाहिँ अहिले चाहिँ जागिर पनि खाइरहेको पनि छ अहिले चाहिँ राउटेहरूले। उहाँले गरेको सम्पूर्ण यो राउटेको कुरा परिकल्पनालाई मैले तपाईँले चाहिँ अहिले चाहिँ म यहाँ नजिकै मैले यहाँको चाहिँ भिडियोबाट पनि एकदम प्रश्न पारिसकेको छु। तपाईँले यो चाहिँ किन चाहिँ प्रश्न पारिरहेको छु भने यो कर्णाली फन पार्कमा हाम्रो वाटर गेम मात्र होइन कि हामी भित्र गार्डनभित्र गइसके पनि हामीले चाहिँ अनेक खालको चाहिँ एउटा मनमोह भन्छ नि मान्छेलाई चाहिँ कस्तो खालको चाहिँ चिजहरू बनिरहेको छ। आज हामी चाहिँ अब मैले यता यो मेरो यो पछाडि यो साइड दाहिने साइड मैले देखाइरहेको छु। अब हामीले निकट भविष्यमा यो चाहिँ अब पिकनिक स्पोट बनाउँदैछौँ। हामीले विशेष गरेर यो स्कुलहरूलाई चाहिँ हामीले टार्गेट गरिरहेको छौँ। अब स्कुलहरूको चाहिँ किनभने अब अहिले चाहिँ उनीहरूको चाहिँ एउटा प्र्याक्टिकल रूपमा चाहिँ स्कुलले राखे पनि हुन्छ। अब त्यो बिचमा चाहिँ यो विन्टर सिजनमा उहाँलाई चाहिँ पिकनिकको लागि चाहिँ बच्चाहरूलाई ल्याउने, त्यो ठाउँमा चाहिँ के अरे कटेजहरू बनाइदिने, अनि उहाँलाई पिकनिक स्पोट राखिदिएपछि अनि आफै बनाउने खाने त्यो खालको लागि चाहिँ ठाउँ पनि अलिकति चाहिँ हामीसँग ओपनली पनि छ, सेफ पनि छ। त्यो भइहाल्यो भने अब यहाँ आएर चाहिँ यो आउने हेर्ने, त्यसरी गरेर अब कति यो मान्छे विशेष गरेर हामीले चाहिँ यो वाटर गेम खेल्ने भन्दा पनि भिजिटरहरूलाई चाहिँ बढी मात्रामा मैले किन फोकस गरेँ भन्दा भिजिटरहरूको यो कर्णाली फन पार्कमा यहाँ यति मात्रै हो हेर्ने भन्दा अनि भित्र जब यहाँ चाहिँ भित्र आउनुहुन्छ नि आइसक्यो ओहो यस्तो बनाएर रहेछ भन्ने खालको एउटा चाहिँ मान्छेमा त्यो खालको एउटा चाहिँ कौतलता के छ त भन्ने कुरा छ भने भित्र चाहिँ यस्तो रहेछ भन्ने खालको कौतलताको चाहिँ मेटिरहेको हुन्छ। एउटा हामीले देखिरहेको छ इमेजिन गरेर एउटा चाहिँ पहाडको स्वरूप बनाइरहेको छ। यहाँ पहाडको स्वरूप बनाएको छ, यताबाट झर्ना भइहाल्यो। अब अहिले हामीले यो के अरे अहिले हामी मोटरहरू चलाइरहेको छैन, यदि मोटर चलायो भने चाहिँ हाम्रो चाहिँ मजाले नेपालको सबैभन्दा ठुलो लामो झरना कालीकोटमा के अरे कालीकोटमा छ भन्छ। हामीले त्यो चाहिँ इमेजिन गरेर यहाँ चाहिँ झर्ना बनाइरहेको छ। यस्तो मजाले पानी बगिरहेको हुन्छ। यो पानी चाहिँ अब यहीँ छ मोटर तल राखेको छ, यही पानी माथि जान्छ, त्यही पानी तल आउँछ। सबै कुराहरू यिनै कुरालाई मध्यनजर राख्दै मैले हाम्रो चाहिँ यो कर्णाली फन पार्कमा आउने समस्त हाम्रो चाहिँ साना चाहिँ भाइ बहिनीहरू, दिदी बहिनीहरू, दाजुभाइ
आमा बुवा सबैलाई चाहिँ आउनुहोस्, रमाइलो गर्नुहोस्। अब दिनभरि भयो भने केही समय एउटा चाहिँ दिनमा चाहिँ भनौँ न, तपाईँले दैनिक भने होइन, मैले तपाईँले हप्तामा एकचोटि चाहिँ कर्णाली फन पार्क जानुपर्छ है भन्ने खालको एउटा चाहिँ टाइम चाहिँ सेटअप गरोस्, आउनुहोस्। तपाईँहरूको लागि हामी चाहिँ जतिखेर पनि स्वागत गर्न तयार छौँ। आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्, इन्टरटेनमेन्ट गर्नुहोस्। विभिन्न अब अहिले सबैभन्दा राम्रो भनेको अहिले मान्छेहरूले चाहिँ टिकटकै छ भने अहिले टिकटक बनाउनुहोस्, हाम्रो प्रचार प्रसार गरिदिनुहोस्। ल सबैजनालाई आउनलाई यो हाम्रो चाहिँ गार्डन इलाकामा हामी अब कति मान्छेलाई स्विमिङ गर्ने इच्छा नहुन्छ, ठुलो मान्छेहरूलाई विशेष गरी सानामा नानी बाबुलाई त स्विमिङ गर्ने चाहिँ अब 100मा 100% नै अब उहाँहरूको चाहना हुन्छ भने अलिकति ओभर एज भइसक्यो मान्छे भनौँ न 40 वर्षभन्दा माथिको मान्छेलाई स्विमिङ नगर्ने मान्छे यहाँ आउने, भित्र आउने, बस्ने, अवलोकन गर्ने, फुलहरू हेर्ने, गार्डनहरू हेर्ने, अब यो दृश्य अवलोकन गर्ने, यो हेर्नलाई पनि म सबैजनालाई चाहिँ आउनको लागि म चाहिँ हार्दिक स्वागत गर्दछु। धन्यवाद।